Guys, हामी कहाँ गइरहेछौँ? जामा चौक. We are going Jama Chowk with two beautiful ladies and one leda. So, आजको हाम्रो गन्तव्य स्टार्ट हुँदैछ जामा चौकको र जामा चौक गएर हामी टु मच फन गर्छौँ हैन ल सो यो भ्यू देखिरहेछ यहाँबाट ओइ कति 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 चढ्नु पर्छ कति चढ्नु पर्छ अझै यहाँबाट हाम्रो चाहिँ टोटल 4 किलोमिटरको डिस्टेन्स छ 4 किलोमिटरको हो 4 किलोमिटर उकालो उकालो र स्टिप उकालो छ क्वाइट डिफिकल्ट उता आइसकेको छ मेरो फर्स्ट टाइम हो सबैको फर्स्ट टाइम हो उसको पनि फर्स्ट टाइम उसको पनि फर्स्ट टाइम हैन अहिले त रमाइलो केही दिनपछि सबलाई सबै एकअर्काले के गाली गर्छ हैन म त जसो तसो पाइलो तिमी कस्तो पाउलास थियो हेर न फेरि उलाई त दाइजो दिन आउनेहरु कति हुन्छ के म दाइजोको लागि मरिरहेको छु मेरो छैन के घरमा खाने के गर्छ जलाइदिन्छ ओ बाबरे दिनदिनै 4 वटा पाया काटेर लाग्छ टाउको लाग्छ राति त निन्द्रा पनि आउँदैन डरले अनि यहाँ पहाडमा गर्दैन गर्छ त पहाडमा पनि रिसाएर फकाउन जान्छ फेरि हाँसिटे मलाई कसो बोलेको कोसँग के कुरा गर्यो भने भयो बिचारा सिकाइराखेको यसरी छिटो पाएर हिँड्नु न बिस्तारै बिस्तारै हिँड्नु भयो भन्नु क्या अनि रिसाएपछि तिमी मनाउन गयो उसको गर्लफ्रेन्ड देखिन यसले मन परायो होला हैन आँखाबाट आँखा साखा यसो झिम्क्यायो होला हैन त्यो केटी रिसायो होला हैन ए बाबा तिमी त अम्बानीको छोरी हो मोदीले यसलाई इन्डिया पाकिस्तानको बोर्डरमा उभाइदियो भने हैन साला वार एक दिनमै रोकिहाल्छ ओ यो त ऊ हो गोरिल्ला यसको यसलाई ऊ भन्छ क्या ए नाक हेर न नाक त जस्तो मिलिरहेछ हैन लाग्दैन यो त हो इन्जोय त्यहाँ गएर गर्नेको त्यहाँ रेस्ट गर्ने हो मज त यो हो मजाको ट्रेल हैन हो इन्जोयमेन्ट यसले यही हेर्न त आउँछ मान्छेहरू हो कि नि हेर न गाला कस्तो रातो भइहालेछ माइ गॉड विदेशी जस्तो लागिरहेछ हेर न यहाँ हेर न के गाइज हामी चढ्दा चढ्दा यति माथिसम्म आइपुग्यो है अब कहाँ छ जामा चौक थाहा छैन हामीले अनि एक लट युद्ध हामी बाँदरसँग लडेर हेर्नु हाम्रो खाजा यहाँ छ हाम्रो आर्मी हाम्रो सेना ठुलो बाँदर यो पछाडि हैन बाबा बाटो सही भयो
पुग्यो हामी हैन। खै तिमीहरू केही बोल्दै बोल्दैन, डर लाग्छ, लाज लाग्छ। एउटा बादर नि बाबरे, इतने जंगल के बीच में इतने लोग कहाँ से आया? ओ माय गॉड, यति जना अनएक्सपेक्टेड यस्तो सुनसान। तिमीलाई डर लाग्छ? किन किन डर लाग्छ भन त? तिमीलाई त चाहेर पनि कोही केही गर्न सक्दैन यार, तिमी यति मासुम केटी हो नि। बहुत ज्यादा मासूम, इतनी मासूम कि तिमी चाराको बच्चा हुन्छ नि त्यस्तो राख्छ तिमीलाई। 10 रुपैयाँ में सिर्फ इतना ही आएगा। 10 रुपये ओ अब यहाँ आएर हामी चेकिङ गराउन लाग्छ। ओ मेला जस्तै छ है यहाँ त। के छ ठिक छ ल ल सता। यहाँ हाम्रो फर्स्ट चेकिङ हुन्छ है जामा चौक आउने बेलामा। यहाँ फेरि रिइन्ट्री गर्नुपर्छ टिकट काटेको। यहाँ हेर्नु कति मस्त बाटो रहेछ अरे यहाँको, फुल्ली रिफ्रेसमेन्ट हो। जामा चौक जाने यो जङ्गलको बिचमा मस्त बाटो बनाएको छ है, यही हो दामी। अनि हाम्रो साथीहरू त्यहाँ पुरा रमाइलो गर्दैछ है। वाह सही छ। ओए लुकाएर घर लाग्छौ नि है? बादर नि हामी त्यही लड्बेदिन त्यही पसाउन मलाई लाग्छ भाइरल हुन्छ जस्तो लाग्छ होइन। तर कति राम्रो बाटो छ है यो बाटो, सही लाग्यो क्या। टक्क यस्तो हिँड्दै आयो भने यस्तो बनायो भने त राम्रै। अब बग्दा जाँदाखेरि क्यामेरा लिएर आउँछ। छ भाइ लिएर आउने उपयोग गर्नुभयो नि। यहाँ फोटो खिच न यार। सही छ। अब यहाँबाट कति हिँड्नुपर्छ? 1-1.5 किलोमिटर। सर्टकट बाटो छ है। गुम्बा पनि आउँछ। जामाचोक गुम्बा हो नि नाम। जामाचोक भनेको जामाचोक गुम्बा फर्स्ट टाइम हो क्या। म त फर्स्ट टाइम आएको छु त, अब के गर्नु। म ब्लड टेस्ट हेरेको थिएँ अभियसली। हाम्रो ग्रुपको ठुलो बाँदर उचाइमा बसिरहेछ है। के तर रमाइलो भइरहेछ होइन। के को लागि भन्छ मान्छे? म त सब र भिडियो हाल्छु, एउटा पनि एडिट गरेर तिमीले पकाएर होइन। म त कुछ त सही बोलो भाइ होइन। वाइड एङ्गल है। कति आयो बहुत थाहा हुन्छ त्यसो गर्दा यहाँ छ सानदेखिको पुरा सब टाउको सब के हुँदैन, सब आउँछ। त्यो बेयर ग्रिल्सले भन्छ नि, इस घने जंगल में हम अकेले जा रहे हैं खाने के तलाश में, अब कुछ ही देर में शाम होने वाला है ना।
तर पानी पर्यो भने त हिँड्नै गाह्रो हुन्छ है। जुक्काले पनि यस्तो परेशान गर्छ होला। यो जुन छ नि भैँमा अँ यो अँ भैँमा भएको यिनीहरू चाहिँ अप्ठ्यारो गर्छ है। अप्ठ्यारो गर्छ कि चिप्लो हुन्छ कि। ऊ लाली गुराँस ऊ त्यहाँ छ उता उता फुल्या छ। म जङ्गलको भाइब्स आउँदैछ है। तर तिलिचोको याद आयो। तिलिचो नि जाँदाखेरि यस्तै उकालो ओह्रालो हुन्थ्यो क्या त्यहाँ। जङ्गल छैन तर यस्तै हो बाटो ट्रेल यस्तै हो। जङ्गल छैन पुरा त्यो ढुङ्गावाला पहाडहरू छ। नाइट मिल्दैन बरु डे ठिक छ। मिल्छ क्या तौधा भनेको छु कुन झर्ना हुन्छ नि मेरो बाइकमा कस्तो कुरा छ केटीहरू राइड गर्ने भयो भने त अरू पनि हुन्छ हो त दुई दुईजना जाने हो क्या एउटा बाइकमा तब पो धेरैजना मिल्छ नि त। सिङ्गल सिङ्गल गयो भने त थोरैजना हुन्छ। ससम्म टिप्पो हुन्छ है पेट अलि भित्र गएर पेट ठिक छ मेरो। पेट तान न चेयर्स गाइस पेट तान कि अलि पानी आउला छैन आला त्यो के भन्छ कर्म ल्याउनु छिटो ओ फाइनली हामी अर्को रेस्टिङ पोइन्टसम्म आइपुग्यौँ। कस्तो फाइनली होइन अर्को रेस्टिङ पोइन्टसम्म आइपुग्यो। यहाँबाट पुरा भ्याली देख्दो रहेछ क्या राम्रो सही भ्यू छ। बब्बाल देख्दो रहेछ है साथी पुरा भ्यालीको यो। हामीले जानुपर्ने क्या ऊ त्यहाँ माथि टुप्पोमा जानुपर्ने छ है। ऊ एउटा बाँदर नि हाँसिरहेको छ मलाई गट्स हुनुपर्छ क्या बोल्नलाई है। हामीले कहाँ जानुपर्छ ऊ त्यहाँ टुप्पो त्यहाँ देखिरहेछ त्यो टुप्पोमा पुग्नुपर्ने छ अहिले। यो हाम्रो सेकेन्ड रेस्टिङ पोइन्ट हो। र यहाँ एकछिन हामी कुर्ने रेस्ट गर्ने त्यसपछि यहाँबाट फेरि अर्को हाइकिङ स्टार्ट गर्ने हो। यहाँबाट जाँदा 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 कहाँ कहाँ पुग्नुपर्ने हो माथिसम्म होइन। यहाँबाट व्हाइट गुम्बा पनि देखिरहेछ है। यो ऊ लेन्सले फोकस त गर्दैन त्यो माथिसम्म तर सही छ। तपाईँलाई हेर्नु छ भ्याली माथिबाट भने यहाँ आउँदा हुन्छ अनि यहाँबाट हेर्यो हुन्छ सबै देखिरहेछ यहाँबाट। थकित मान्छेहरू यहाँ बसिरहेछ। ऊ एउटा यो नाकले बाटो खन्ने मान्छे होइन लाज मानिरहेछ। अघि भनिरहेको नि नाकले बाटो खन्छ। सही छ है। फाइनली यो गाडी आउने बाटो हिँडो। फाइनली जामाचोक पुग्यौँ हामी। हाम्रो 3 घण्टाको मेहनत यात्रा सफलतापूर्वक हामी जामाचोक आइपुग्यौँ।
ठ्याक्कै ओए के सही छ भ्यू हामी 3 घन्टा हिँडे यहाँ पो आइपुग्यो है फाइनली सही भ्यू देखिरहेको छ जामा चोकको वाउ Yes. Boy, बाइक पनि आएछ त है यहीसम्म आएछ त हामी बरु बाइकमा आएको भए ठिकै हुन्छ बाइकमा तर यस्तो मजा आउँथेन है बाइकमा आउने ठाउँ होइन नि हो यहाँ गुम्बा पनि छ है गुम्बा जामा चोकको गुम्बा यो यहाँ बस्नु भगवानजी भलो गर्नु मलाई सही यही हो नेपाल तामाङ गुम्बा सेवा केन्द्र सही छ जामा चोक बाबा भिड कति रहेछ यहाँ मान्छेहरू कति आउँदो रहेछ है सही ठाउँ छ त बब्बाल ठाउँ छ त ओ माई गड अनएक्सपेक्टेड मलाई थाहा नै थिएन यतिजना आउँदो रहेछ यहाँ जामा चोक सही छ रमाइलो ल ल ल ल ल आफ्नो एक्सपिरियन्स भन एकदम रमाइलो भयो रमाइलो भयो नाकको सहारा लिँदै लिँदै